मर्निङ सबैजनालाई फ्रम मकवानपुर गढी। आज हाम्रो यात्रा भनेको लटरम्मेश्वर महादेव हुँदैछ हैन। दिस इज द फर्स्ट टाइम हामी त्यहाँ जाँदैछौँ र त्यसपछि हिजो हामी पोखरादेखि चाहिँ डाइरेक्ट मकवानपुर गढी आएर चाहिँ हामी चाहिँ यहाँ रिसोर्टमा आएर बसेका थियौँ। सो अब हामी चाहिँ यहाँ बार चाहिँ लाग्ने क्रममा छौँ हैन। र त्यसपछि गएर चाहिँ अब बाइकमा हिजो यति रमाइलो भयो, स्मुथली आयो। र त्यसपछि गएर भनेको अब दिस इज द भ्यू अफ रिसोर्ट। यो चाहिँ हाम्रो यस्तो छ पछाडि चाहिँ। अनिल भाइ कस्तो भइरहेछ भाइ, कस्तो फिल भइरहेछ? भन्नै आएन। अब हिजै अब खाना खाने बेलामा नि भनेको थियो होइन। अब हिजो यात्रा गरेर खाना नि खायो, रमाइलो भयो होइन। यात्रा चाहिँ बवालै थियो। रिसोर्टको सर हुनुहुन्छ होइन, केही भनिदिनुहोस् सर। र यहाँहरूको यात्रा सफल रहोस्। हाम्रो लटरम्मेश्वर यात्रामा कुनै बाधा नआओस्। बेस्ट अफ लक, राम्रोसँग पुगेर आउनुहोस्। धन्यवाद। हामी हरियाली डाँडा पाखा स्वच्छ हावा खाँदै हामी लटरम्मेश्वरको यात्रामा अगाडि बढिरहेका छौँ। रमाइलो छ, हरियाली। जे होस्, एकचोटि चाहिँ अवश्य पुग्नुपर्ने ठाउँ नै रहेको छ। र हामी अझै पनि यात्राको गन्तव्यमै छौँ। अब जाने क्रममा चाहिँ बाटोमा सानो झरना, ठुल्ठुला पोखराहरू हेर्दै दृश्यको राम्रा अवलोकन गर्दै हामी अगाडि बढिरहेका छौँ। सँगसँगै कुनै ठाउँमा कुहिरो पनि लागिरहेको छ, चिसो। पोखराको अहिलेको गर्मी छोडेर हामी चाहिँ मकवानपुर गढी हुँदै लटरम्मेश्वर महादेव मन्दिरको यात्रामा अगाडि बढिरहेका छौँ। र हामी अझै पनि आफ्नो गन्तव्यतिर चाहिँ अगाडि बढ्दै गर्दा कतिपय ठाउँहरूमा पहिरो गएको पनि हामीले देख्न सक्छौँ। र यो पहिरो गएको कारण पनि यो गएको 1-2 दिनदेखि वर्षा भइरहेको थियो यो ठाउँमा। त्यसैले गर्दाखेरि पहिरोहरू पनि गएको छ 2-3 ठाउँमा। सो यदि कोही आउँदै हुनुहुन्छ भने चाहिँ मौसमको चाहिँ जानकारी लिएर बाढी पहिरो गएको छ या छैन जानकारी लिएर मात्र चाहिँ हिँड्दा चाहिँ सुरक्षित होला। र सँगसँगै यो ठाउँमा चाहिँ विभिन्न किसिमका ट्रकहरू पनि आइराख्दा रहेछन्। र यो आउनुको मेन उद्देश्य भनेको चाहिँ हाम्रो यो काठमाडौँदेखि हेटौँडासम्म जुन जोड्ने यो सडक छ, जुन राजमार्ग छ, यो राजमार्ग चाहिँ काठमाडौँदेखि चाहिँ हेटौँडासम्मको राजमार्ग पनि जोड्दो रहेछ। त्यसैले गर्दाखेरि चाहिँ ठुल्ठुला ट्रकहरू सामान ओसार पोसार
गर्ने गर्दो रहेछ यो ठाउँहरूमा चाहिँ। र भनाइको अनुसार यो सुनेको अनुसार चाहिँ हामी हेटौँडादेखि चाहिँ काठमाडौँ पुग्नको लागि चाहिँ मात्र 2 घन्टामा चाहिँ पुगिन्छ भन्ने चाहिँ यहाँका बासिन्दाहरूले पनि जानकारी गर्नुभएको थियो। सो कसैलाई चाहिँ अलिकति आवश्यक छ अथवा चाहिँ छिटो जानुपर्ने छ हेटौँडादेखि भने चाहिँ यो बाटो पनि तपाईँहरूको लागि चाहिँ एकदम सहज हुनेवाला छ। र कुनै ठाउँमा अझै हिलोहरू ढलङ गरेको बाटोहरू छ, त्यसमा चाहिँ अब पानी पर्दाखेरि हिलोहरू पहिरो गएको कारणले पनि चिप्लो हुन्छ। त्यसैले चाहिँ आउने क्रममा चाहिँ बिस्तारै आउनु होला। र हामी अब चाहिँ सिमत खोला आइपुग्न लाग्यो। अब सिमत खोलाको वारिपट्टि पनि नयाँ पुल चाहिँ बन्दै गरेको हामीले देख्न पाइन्छ अगाडि चाहिँ। र त्यसपछि गएर सिमत खोला लगतै हामी राइट साइडबाट पनि हामी जान सक्छौँ। काठमाडौँ पनि गइन्छ भने रटरमेश्वर महादेव जानको लागि पनि त्यो बाटो हामीले युज गर्न सक्छौँ। र त्यो बाटो जाँदाखेरि चाहिँ हामीलाई अलिकति लामो पर्न सक्छ, तर बाटो भने चाहिँ धेरै नै सहज रहेको छ। त्यो बाटो चाहिँ पुरै कालोपत्र सडक रहेको छ। र अर्को लेफ्ट साइडबाट जाँदाखेरि चाहिँ हामीलाई चाहिँ अफरोड बाटो, पुरै अफरोड बाटो नै जानुपर्ने हुन्छ। र त्यो बाटो चाहिँ अब के कस्तो छ भन्ने कुरामा चाहिँ जाँदाखेरि चाहिँ त्यो बाटो चाहिँ कच्ची नै छ। र त्यो बाटोबाट नै हामी अहिलेलाई चाहिँ त्यही बाटो चाहिँ अवलोकन गर्छौँ। बागमती नदी हो रे, यो बागमतीको पानी चाहिँ यहाँ छ। र यो कच्ची बाटोको जाने क्रममा चाहिँ हामीले चाहिँ सानो खोला पनि तर्नुपर्ने रहेछ। र यो खोला तरेर चाहिँ हामी अझै अगाडि बढ्नेछौँ। र भनेअनुसार चाहिँ यो जुन पानी आइरहेको छ खोलामा, यो खोलाको पानी चाहिँ सिधै बागमतीदेखि चाहिँ आएको भनेर चाहिँ भनिराख्नु भएको थियो। सो त्यसले गर्दाखेरि चाहिँ अब यही बाटो हुँदै हामी यही बागमतीको किनार भनौँ हुँदै चाहिँ हामी चाहिँ अगाडि चाहिँ बढ्छौँ। र यो खोला तार्ने क्रममा चाहिँ म चाहिँ हिँडेर तरिरहेको छु। भाइले चाहिँ बाइक अगाडि लिएर गइसकेको छ। अलिकति अप्ठ्यारो भएको कारणले चाहिँ म झरेरै म चाहिँ पारी तर्न लागेको छु। ल म पनि खोला तरेँ, धन्दै लडेको थिएँ चिप्लेर। ल भाइ, कस्तो अनुभव भयो अहिलेसम्मको यात्रा? ल हामी चाहिँ लटरम्बेश्वर जाँदै गर्दा
सीमाद खोलाबाट सर्टकट बाटो छ भनेर हामीले कच्ची बाटो अपनायौँ। बर्खाको समय पनि भएको भएर थोरै बाटो अप्ठ्यारो ढुङ्ग्यान साथसाथै बाटोमा ठुला ठुला नदीहरूको बहाव पनि रहेको देखियो। यात्रा चाहिँ रमणीय नै रहेको छ। तर्ने क्रममै छौँ र तर्ने क्रममा हामीले चाहिँ सिमेन्ट बनाउने पनि हामीले देख्यौँ, सिमेन्ट बनाउने ठाउँ पनि देख्यौँ होइन। र सँगसँगै हामी चाहिँ यसको अगाडि अझै बढ्दैछौँ। यो अहिले जुन दृश्यमा देखिरहेको छ यो काठमाडौँ हेटौँडा अथवा हेटौँडा काठमाडौँसम्मको द्रुत मार्गको लागि सुरुङ मार्गको लागि निर्माण गरिएको ठुलो पुलको खम्बाहरू तयार गरिँदैछ। यहाँनिर नेपाल सरकारद्वारा नै सञ्चालित भएको यो कार्य केही समयसम्म समापन हुने जस्तो पनि देखिन्छ। यसको लागि ठुलो लगानीहरू पनि देखिएको छ र धेरै कामदारहरू पनि रहेका छन्। यो देख्दा एकदमै डरलाग्दो एकदमै ठुलो प्रोजेक्ट जस्तो देखिएको छ। यसले हामीलाई आवत जावतमा सहज पुर्याउनेछ भन्ने आशा राखेका छौँ। हामीले सीमाद खोलादेखि कान्तिपथ लोकमार्गको मुख्य राजमार्गलाई छोडेर लटरम्मेश्वर जानलाई छोटो बाटो अपनाएका थियौँ। तर विडम्बना के भयो भने त्यो बाटो चाहिँ खासै राम्रो रहेनछ। बिचबिचमा खोलाले बाढीहरू लिएर आएको, ढुङ्गाहरू बगाएर लिएर आएको बाटो एकदमै अप्ठ्यारो जस्तो लाग्यो हामीलाई। तर पनि हामी अगाडि बढ्यौँ, बाटो बनाउँदै अगाडि बढ्ने प्रयास गरि नै रहेका थियौँ र बढी नै रहेका पनि छौँ। हेर्दै गरौँ अगाडि कस्तो बाटो देखिनेछ। हामीले कतिपय ठाउँमा बिग्रिएको बाटोमा ढुङ्गा राख्दै बाटोलाई सम्याउँदै बाइकलाई घुचेड्दै बाइकलाई हात लगाउँदै हामी अगाडि बढेका थियौँ। तर जति अगाडि बढियो बाटो त्यति नै खराब थियो। तर पनि हामीले चाहिँ हरेस खाएका थिएनौँ। गन्तव्यमा पुग्ने आशाले नै हामीले चाहिँ बाटो कसरी बनाउने भनेर हेरिरहेका थियौँ। र हामीले चाहिँ बाटोमा चाहिँ ठुला ठुला ढुङ्गाहरू, त्यसपछि गएर गिलो बालुवाहरू पन्छ्याउँदै ढुङ्गाहरूले चाहिँ बाटो बनाउँदै जहाँ खाल्टो खाल्टो भएको छ त्यहाँ चाहिँ ढुङ्गाहरूले पुर्दै हामी चाहिँ आफ्नो गन्तव्यमा जानको लागि चाहिँ बाटो बनाउँदै बाइक धकाल्दै एकजनाले धकाल्ने एकजनाले चाहिँ ढुङ्गा मिलाउने गर्दै हामी चाहिँ आफ्नो गन्तव्यतर्फ चाहिँ अगाडि बढिरहेका थियौँ र त्यो गर्दा गर्दै पनि फेरि अर्को ठाउँमा पनि त्यस्तै समस्या देखिएको भएर त्यसलाई पनि चाहिँ हामीले ढुङ्गाहरू मिलाएर खोलाहरू चाहिँ पानीहरू जति पनि बगेको छ बाटोतिर त्यो पन्छ्याउँदै हामी अगाडि चाहिँ बढिरहेका छौँ। हार चाहिँ मानेको छैनौँ। हामीलाई जहाँ पुग्नुपर्ने छ त्यहाँ चाहिँ हामी पुग्छौँ नै भनेर आफ्नो बाटोतर्फ आफ्नो गन्तव्यतर्फ चाहिँ लागिरहेका नै थियौँ। गाउँमा पातलो बस्ती पनि भएको कारणले यो बाटोको खासै विकास हुन सकेको रहेनछ। 2-4वटा घर मात्रै देखेका थियौँ हामीले। झट्ट हेर्दा साधन हिँड्ने जस्तो बाटो देखिएको छैन। खोलखोलै हिँड्नु पर्दा हामीलाई एकदमै अप्ठ्यारो महसुस भइरहेको थियो।
तर पनि हामी दाजुभाइ हातेमालो गर्दै बाइकलाई डोर्याउँदै अगाडि बढी नै रहेका थियौँ। गएको बाटो थियो, जुन अफरोड बाटो थियो, कच्ची बाटो, त्यो बाटोमा चाहिँ पहिरो गएको धेरै ठाउँमा भएको भएर हामी चाहिँ फेरि रिटर्न ब्याक नै भएर खोलामा आएर जुन बाटो गएका थियौँ त्यही बाटो नै रिटर्न भएर चाहिँ फेरि सहज बाटो कालोपत्रो बाटो चाहिँ हामी चाहिँ फेरि माथि उकालो लागिरहेका थियौँ र जाने क्रममा चाहिँ बिहानैदेखि केही नखाएको भएर चाहिँ हामीले चाहिँ सानो फलफुल पसलहरू देखेको भएर चाहिँ हामीले चाहिँ त्यहाँ केही खानेकुराहरू खान बस्यौँ, एकछिन रमाइलो गफगाफ गऱ्यौँ र त्यहाँका वरिपरिका मान्छेहरूलाई पनि सोध्यौँ र त्यसपछि गएर यहाँको एरियाको यो ठाउँको भनौँ फलफुलहरू खाँदा एकदमै आनन्दित भयो र सँगसँगै हामी चाहिँ अगाडि बढ्यौँ। तत्पश्चात हामी सिमात खोलाबाट कालुपत्रे बाटो हुँदै हामी खोरभन्ज्याङसम्म लगभग 30 किलोमिटरको यात्रा गरेर खोरभन्ज्याङ आइपुग्यौँ। त्यहाँबाट बाटो लटरम्बेश्वर जानुको लागि र काठमाडौँ सातो बाटो जानुको लागि बाटो छुट्टिने रहेछ। हामीले जुन देखिरहेका छौँ कच्ची रोड गयौँ भने लटरम्बेश्वरको यात्रामा पुग्न सकिनेछ। हामी अब कच्ची रोड हुँदै अगाडि बढ्नेछौँ। हजुरहरू पनि लटरम्बेश्वरको दर्शनको लागि आउनुहुन्छ भने खोरभन्ज्याङमा आएपछि सातो बाटो जाने बाटो र लटरम्बेश्वर जाने बाटो छुटिएको देखिन सकिनेछ। हामीले पनि बोर्डमा राखिएका साइनहरूको माध्यमले लटरम्बेश्वरको यात्रालाई अगाडि बढाएका छौँ। अब हाम्रो यात्रा केही समय बाइकमा अगाडि बढ्नेछ। खोरभन्ज्याङदेखि उकालो लागिसकेपछि छुट्टै खालको आवाज अनुभूति भएको थियो हामीलाई। ठुला ठुला पहराहरू, हराभरा जङ्गल, चिसो चिसो मौसम, चिसो चिसो हावाले हामीलाई स्पर्श गरिरहेको थियो। लटरम्बेश्वर महादेवको दर्शनको लागि हामी एकदमै व्याकुल जस्ता पनि भएका थियौँ। हामी गन्तव्यको नजिकै पुगेको पनि आभास गरेका थियौँ, जसले हाम्रो मनभित्र छुट्टै कौतूहलता उत्पन्न गराएको थियो। हामी अगाडि बढी नै रहेका छौँ। खोरभन्ज्याङदेखि अगाडि बढेको हाम्रो यात्रा बाइकसम्मको लागि यहाँसम्म नै अन्त्य भएको छ। विडम्बना के छ भने हामी जुन अगाडिबाट फर्किएर गएका थियौँ, हामी घुमेर फेरि त्यही बाटोको माथिपट्टि आएका छौँ। हाम्रो बाइकको गन्तव्य यहीँसम्म रहेको छ। अब हाम्रो पैदल यात्रा 1 देखि 1.5 घन्टासम्म हुनेछ। हामीलाई मौसमले राम्रो साथ दिएको छ। हामी आफ्नो परिपक्वता नै साथमा लिएर रेनकोट, पानी तथा खाजाहरू लिएर हामी अगाडि बढेका छौँ। जय लटरम्बेश्वर महादेव। र हामी यात्राको क्रममा जाँदै गर्दा हामी चाहिँ एकदम ठाडो उकालो हुँदै पनि जानुपर्ने थियो। धेरै नै उकालो थियो।
र कतिपय ठाउँमा चाहिँ अब सम्मो पनि थियो र ओह्रालो पनि थियो। तर त्यो दुईटा भन्दा पनि हामीले चाहिँ धेरै नै उकालो चाहिँ चढेका थियौँ, जसले गर्दा हामीलाई अलिकति गाह्रो पनि भइरहेको थियो र हामीलाई चाहिँ एकदम रमाइलो पनि लागिरहेको थियो जुन त्यो हामीले दृश्यहरू अवलोकन गर्दै गयौँ। त्यसैले गर्दा पनि होला हामीलाई खासै थकै पनि लागेन। र हामी शारीरिक रूपमा थकित त थियौँ नै, तर मानसिक शान्ति खोज्दै गर्दा हामी आत्मालाई आनन्दित गराउँदै हामीले उकालो बाटोलाई पनि सहजताका साथ अगाडि बढाएका थियौँ। हाम्रा पाइलाहरू लटरम्मेश्वर महादेवकै आँगनमा पुग्नलाई तम्सिरहेका थिए। हामीले यात्राका क्रममा कसरी सहज यात्रा गर्न सकिन्छ भनेर अनेक प्रकारका क्रियाकलाप गर्दै अगाडि बढेका पनि थियौँ, जसले थोरै हास्यात्मक देखाएको पनि देखिन्छ। हामी लटरम्मेश्वर महादेवको प्रवेशद्वारमा पुग्यौँ। त्यहाँ हामीलाई सेतो ढकमक ढाकिएको कुहिरो, आकाशबाट सिमसिम बर्सिएको महाअभिषेकले हामीलाई स्वागत गर्यो। हामी लटरम्मेश्वर महादेवको प्रवेशद्वारका सिँढीहरू झर्दै गर्दा हामीलाई छुट्टै खालको आनन्दको महसुस भयो। हामीले आफ्नो गन्तव्यलाई भेट्टाइएको आवाज गर्दै हामी नमः शिवायका मन्त्रहरू जप गर्दै, श्री गणेशाय नमःका मन्त्रहरूलाई जप गर्दै, हाम्रो आत्माको शान्तिको कामना गर्दै, हाम्रो परिवारको शान्तिको कामना गर्दै, हामी समाजको र हाम्रो राष्ट्रको कामना गर्दै हामी अगाडि बढिरहेका थियौँ। हामी गन्तव्यमा पुग्यौँ र धार्मिक विश्वास अनुसार सतीदेवीले आफ्नो देह त्याग गर्दै गर्दा शिवजीले पिठ्युमा हिँडेर बोकेर हिँडेको अवस्थामा भगवान् विष्णुले आफ्नो सुदर्शन चक्रद्वारा सतीदेवीको शिर छेदन गर्दा यस स्थानमा पतन भएको हुनाले यो स्थानको नाम लटारम्मेश्वर महादेव रहेको जनविश्वास पाइन्छ। अहिलेको समयमा पनि आस्था, विश्वास, मन, वचन र कर्मले यहाँ आएर पूजा गर्दा आफ्नो मनोकामना पुरा हुने विश्वास गरिन्छ। मौसम सफा रहेको समयमा यहाँबाट अन्नपूर्ण हिमश्रृङ्खला, गणेश हिमाल तथा अन्य हिमालहरूको मनमोहक दृश्य अवलोकन गर्न पनि पाइन्छ।